आज चाहिँ म क्लास 12 को मल्टी स्टेप इन्कम स्टेटमेन्ट भन्ने च्याप्टरको एउटा 2079 सेट बी अन्तर्गतको एउटा क्वेसन गरिदिँदैछु। धेरै साथीहरूले चाहिँ मल्टी स्टेप गरिदिनु न एउटा क्वेसन मल्टी स्टेपको बुझाइदिनु भनेको कारणले चाहिँ मैले चाहिँ मल्टी स्टेपको एउटा क्वेसन लिएर आएको छु। यसलाई मजाले मैले बुझाएर गर्नेछु, सबैजनाले ध्यान दिएर हेर्नु होला। ल यसको फर्मेट चाहिँ मैले बनाइसकेको छु। मल्टी स्टेप इन्कम स्टेटमेन्टको पार्टिकुलर्स अमाउन्ट हुन्छ यसको। सबैभन्दा फर्स्टमा चाहिँ हामी के गर्छौँ त भन्दाखेरिमा यसको सेल्स रेभेन्यू पहिलो काम हामी के गर्छौँ, खोजेर राख्छौँ यसको सेल्स रेभेन्यू। जहिले पनि इन्कमहरू यता क्रेडिट साइडमा हुन्छन्, एक्सपेन्सेसहरू चाहिँ डेबिट साइडमा हुन्छन्। ए सेल्स भनेको इन्कम हो। सबैभन्दा फर्स्टमा चाहिँ यो इन्कम सेल्सलाई चाहिँ हामी माथि लगेर राख्छौँ। यसलाई हामी के भनेर राख्छौँ त भन्दाखेरिमा फर्स्टमा चाहिँ सेल्स रेभेन्यू भन्छौँ। फर्स्टमा चाहिँ यसलाई सेल्स रेभेन्यू भनेर यहाँ राख्छौँ। यसको अमाउन्ट छ जम्मै 6,15,000 यहाँ राख्नु पर्यो। 6,15,000 यसको अमाउन्टमा पछाडिपट्टि हो। यो सेल्समा सेल्स रिटर्नहरू छ भने सेल्ससँग सेल्स रिटर्न घटाएर राख्ने, नत्र राख्नु परेन। सेल्स रेभेन्यू भयो। यसमा हामी के गर्छौँ त भन्दाखेरिमा लेस सेल्ससँग चाहिँ कस्ट अफ गुड्स सोल्डलाई हामी पहिला लेस गर्छौँ। सेल्ससँग कस्ट अफ गुड्स सोल्ड घटाउँछौँ। कस्ट अफ गुड्स सोल्ड भनेको वास्तवमा राख्नुपर्ने टर्महरू के हुन् त भन्दाखेरिमा फ्याक्ट भन्दाखेरि ट्रेडिङ अकाउन्टको डेबिटमा जाने टर्महरू सबै कस्ट अफ गुड्स सोल्डहरू हुन्। ट्रेडिङ अकाउन्टको डेबिटमा कस्ता कस्ता टर्म जान्छन् तपाईँलाई थाहा होला। कुनै पनि सामान बेच्नुभन्दा अगाडि जति पनि खर्चहरू हुन्छन् ती अथवा इनिसियल कस्टहरू, डाइरेक्ट कस्टहरू सबै कस्ट अफ गुड्स सोल्डभित्र लगेर राख्छौँ। सबैभन्दा फर्स्टमा हामीलाई यहाँ दिएको छ, यसमा ओपनिङ स्टक भनेर दिएको छ। ओपनिङ स्टक 1,50,000 दिएको छ। त्यो कुरा हामीले यहाँ ल्याएर राख्नु पर्यो। यहाँनिर ओपनिङ स्टक सबैभन्दा फर्स्टमा हामी ओपनिङ स्टकलाई हामीले यहाँ ल्याएर राख्छौँ। यसको अमाउन्ट छ 1,50,000। यो 1,50,000लाई हामीले यहाँनिर यतापट्टि अमाउन्टमा लगेर 1,50,000 राख्छौँ। त्यो पछाडि हामी राख्छौँ वेजेस है। यो पनि फर्स्टमै लाग्ने खर्च हो। अथवा वेजेस भन्दा पनि अगाडि चाहिँ हामी पर्चेज राख्छौँ। पर्चेज छैन भने चाहिँ सिधै वेजेस जुन राख्ने हुन्छ। तर ओपनिङ स्टक र पर्चेज चाहिँ अगाडि पछाडि चाहिँ फर्स्टमा ओपनिङ स्टक, त्यहाँबाट चाहिँ पर्चेज लेख्नुपर्ने हुन्छ। त्यो भएको कारण पर्चेज यहाँ राख्छौँ। यहाँनिर पर्चेज राख्छौँ। यहाँनिर पर्चेजसँग रिटर्न छ भने घटाउने हो। यो क्वेसनमा रिटर्न छैन, त्यो भएको कारणले पर्चेज छ 4,50,000। 4,50,000 यहाँ राख्यौँ। अनि चाहिँ जुन राख्दा नि भयो। अब हामी राख्छौँ यहाँ वेजेस दिएको छ हामीलाई 40,000। त्यो वेजेस पनि डाइरेक्ट कस्ट भएको कारणले हामी राख्छौँ। वेजेस इनिसियल कस्ट हो यो वेजेससँग तलपट्टि हामीलाई एडिसनल इन्फर्मेसनमा केही दिएको हुनसक्छ। यस्ता कुराहरूको चाहिँ हेर्नुपर्छ हरेक कुराको राख्दाखेरि। यहाँ जस्तो आउटस्ट्यान्डिङ वेजेस भनेर 5,000 दिएको रहेछ। यस्तो आउटस्ट्यान्डिङ, ड्यू, पेएबल, तिर्नमा के खर्चहरू छन् भने चाहिँ यी सबैलाई हामी के गर्छौँ, एड गर्छौँ। भनेको हामीलाई वेजेस दिएको छ हामीलाई अहिले 40,000। यो 40,000मा यो तलको यो वेजेसलाई, आउटस्ट्यान्डिङ वेजेसलाई हामी यहाँनिर के गर्छौँ त भन्दाखेरिमा एड आउटस्ट्यान्डिङ वेजेस भनेर त्यो अघिको आउटस्ट्यान्डिङ वेजेस 5,000 हामी के गर्छौँ यहाँ एड गर्छौँ। यसमै कहिलेकाहीँ के भन्ने हुनसक्छ, ड्यू वेजेस भनेर भनेको हुनसक्छ। 40,000मा 5,000 जोडेर अहिले चाहिँ हामी 45,000 यहाँनिर एड गरेर राखौँ। यसलाई राखिसकेपछि अब हेरौँ यहाँनिर जस्तो वेजेस राख्यो, पर्चेज राख्यो, डाइरेक्ट कस्टहरू हेरौँ है। रेन्ट भनेको डाइरेक्ट कस्ट होइन, पछि लाग्ने भनेको पहिला त्यो सामान बेच्नुभन्दा अहिले पहिले लाग्ने खर्च हो। रेन्ट पहिले तिर्नु पर्दैन। लोनहरू कुरा पछि आउने कुरो हो। स्यालेरी पनि पछि आउँछ। फर्निचर यहाँ जाँदैन, ब्याड डेट जाँदैन। क्यारेज भनेको चाहिँ ढुवानी हो। यो क्यारेज जस्तो कहिलेकाहीँ यहाँनिर अहिले क्यारेज मात्रै भनिदियो भने यहाँ राख्नु पर्यो। कहिलेकाहीँ क्यारेज इनवार्ड भन्ने हुनसक्छ, यहीँ राख्नु पर्यो। तर क्यारेज आउटवार्ड भन्यो भने चाहिँ यहाँ जाँदैन। त्यो सेलिङ गर्दाखेरिको लाग्ने खर्च हो, सेल्सको खर्च हो। त्यो भएर त्यसलाई हामी सेल्समा लगाएर राख्छौँ। अहिले हामीले ओन्ली क्यारेज मात्रै भनिसकेपछि यो डाइरेक्ट कस्ट हो अथवा पहिले लाग्ने खर्च हो 5,000 हो। यो राख्नु पर्यो, ढुवानी खर्च हो। यसलाई यहाँनिर लगाएर राख्नु पर्यो क्यारेज भनेर राख्छौँ। क्यारेजको अमाउन्ट हाम्रो 5,000 दिएको छ। 5,000 राख्नु पर्यो यहाँनिर क्यारेज। यो क्यारेज पछाडि प्रिपेड इन्सुरेन्स जाँदैन, मेसिनरी जाँदैन, क्यास जाँदैन, गुडविल जाँदैन।
भनेपछि यसमा जाने टर्म सबै यति रहेछन्। अब तलपट्टि हामीले एउटा कुरा के राख्नुपर्ने हुन्छ त भन्दाखेरिमा यसमा लेस क्लोजिङ स्टकलाई हामीले लेस गर्छौँ। क्लोजिङ स्टक हामीलाई एडिसन इन्फर्मेसन यसरी दिएको हुन्छ, स्टक एट द इन भनेर भनेको छ, अथवा स्टक एट द क्लोज भनिदिन्छ। कहिलेकाहीँ क्लोजिङ स्टकै बनाएको छ कि यो क्लोजिङ स्टक हो, 2,10,000 क्लोजिङ स्टक छ। जहिले पनि ओपनिङ स्टकलाई एड गर्छौँ, क्लोजिङ स्टकलाई लेस गर्छौँ। लेस क्लोजिङ स्टक 2,10,000 छ, यसलाई हामी के गर्छौँ लेस गरेर यसको फाइनल अमाउन्टलाई चाहिँ हामी के गर्छौँ यता राख्छौँ। अब यसलाई क्यालकुलेसन गरेर हेरौँ है त कति आउँछ। ल मैले यसलाई क्यालकुलेसन गरेँ। यहाँ मैले के गरेँ त भन्दाखेरिमा यहाँ भएको सबै कुरालाई एड गरेँ। 1,50,000, 4,50,000, 45,000, 5,000लाई एड गरेर यो क्लोजिङ स्टकलाई चाहिँ लेस गर्छौँ। यो एड गर्ने, यसलाई के गर्ने लेस गर्ने र यसलाई लेस गरेर यहाँ राख्दाखेरि 4,40,000 आउँछ। यसलाई चाहिँ हामीले के गरे हो सेल्स रेभेन्यूबाट कस्ट अफ गुड्स लेस गरायो। कस्ट अफ गुड्स 4,40,000 आयो। यो घटाएर लेस गर्दाखेरि 1,75,000 आयो। यहाँ रेभेन्यू भन्दा एक्सपेन्सेस कम आयो। यस्तो अवस्थामा ग्रस प्रफिट हुन्छ भनेको कस्ट अफ गुड्स चाहिँ कम आयो, रेभेन्यू चाहिँ बढी आयो। यस्तो अवस्थामा ग्रस प्रफिट भएको हो। त्यही भएर कारणले यो 1,75,000लाई हामी के भन्छौँ त भन्दाखेरि यसलाई चाहिँ हामी ग्रस प्रफिट भन्छौँ क्या, ग्रस प्रफिट। यो 1,75,000लाई हामी के भन्छौँ ग्रस प्रफिट भनेर भन्छौँ। यो चाहिँ ट्रेडिङ अकाउन्ट हामीले बनाएको। यो ठ्याक्कै यसरी हेर्दाखेरि सर हेर्दाखेरि यो ट्रेडिङ अकाउन्ट नै हो। उतापट्टि हामी फाइनल अकाउन्ट भन्दाखेरि ट्रेडिङ अकाउन्ट बनाउँथ्यौँ, त्यस्तै बनायो यहाँनिर। अब हामी यो ग्रस प्रफिटमा इन्डाइरेक्ट कस्टहरूलाई लेस गर्छौँ। जस्तो इन्डाइरेक्ट कस्ट भनेको कस्तो भने अहिले यहाँ बुझौँ, यो माथि भएको जति ओपनिङ स्टक, पर्चेज, वेजेज, आउटस्ट्यान्डिङ वेजेज, यस्ता क्यारेजहरू जति पनि यहाँ आउने खर्चहरू हुन्छ यी सबै डाइरेक्ट कस्टहरू हुन्। यहाँ चाहिँ कस्ता खर्च हुन्छन् त भन्दाखेरिमा यहाँ माथि चाहिँ कुनै पनि सामान बेच्नुभन्दा अगाडि जति पनि खर्च हुन्छ यहाँ हुन्छन्। तर अब यो सामान बेच्दाखेरि पनि खर्च भइरहेको हुन्छ हो, त्यो सामान बेच्दाखेरि लाग्ने खर्चलाई चाहिँ हामी के गर्छौँ यहाँनिर लेस गर्छौँ। त्यो सामान बेच्दा लाग्ने खर्च दुईवटा क्याटेगोरी खर्चलाई हामी छुट्याउन पर्ने हुन्छ। एउटा अफिसमा लाग्ने खर्च, एउटा सेल्स गर्दा नै लाग्ने खर्चहरू, दुईवटा क्याटेगोरी खर्च हुन्छ। त्यसलाई समग्र एक मुस्टरमा भन्दाखेरि चाहिँ यसलाई लेस अपरेटिङ एक्सपेन्सेस भन्छौँ क्या हामी। यसलाई भन्छौँ अपरेटिङ एक्सपेन्सेस। अपरेटिङ एक्सपेन्सेस, यो अपरेटिङ एक्सपेन्सेसभित्र दुईवटा कुरा जान्छ मैले भने। एउटा अफिसमा लाग्ने खर्च, एउटा सेल्स गर्दा लाग्ने खर्च। सबैभन्दा फर्स्टमा चाहिँ अफिसमा लाग्ने खर्चहरूलाई हामी यहाँनिर राख्छौँ। यसलाई के भन्छौँ जेनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस। जेनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस भनेको यो अफिससँग रिलेटेड, ठिक छ। अफिसमा जस्ता जस्ता खर्च जान्छन् यी सबै यहाँभित्र इन्क्लुड हुन्छ। अब जस्तो अब यो क्वेसनमा हेरौँ है त, अफिसमा लाग्ने खर्च, अफिसमा जाने खर्चहरू के हुन् भन्दाखेरिमा सबैभन्दा फर्स्टमा हामीले यहाँ रेन्ट दिएको रहेछ। यो अफिस रेन्ट हो, कार्यालयले तिर्ने खर्च, कार्यालय भाडा हो। यो कुराहरू हामीले यहाँ राख्नु पर्यो। सबैभन्दा फर्स्टमा यहाँनिर राखौँ रेन्ट, ठिक छ। जस्तो हामीलाई यहाँ रेन्ट दिएको छ, कति दिएको छ त भन्दाखेरि यहाँनिर रेन्ट दिएको छ 30,000। यो रेन्टसँग कुराहरू तल कहिले काहीँ दिएको इन्क्लुड गरेको हुन्छ। आउटस्ट्यान्डिङ रेन्ट, पेएबल रेन्ट अथवा प्रिपेड रेन्ट त्यसरी केही बनाउन सक्छ। अहिले हाम्रो कहीँ केही पनि छैन, सिधै हामी डाइरेक्ट उता राख्न मिल्यो। रेन्ट 30,000 दिएको छ यहाँनिर हो। यो 30,000लाई चाहिँ हामी यता लगेर राखौँ। यहाँ 30,000 छ, यो 30,000लाई हामी यहाँ राखौँ। त्यो पछाडि रेन्ट पछाडि यो इन्ट्रेस्ट अन ब्याङ्क लोन हुन चाहिँ वास्तवमा यो इन्ट्रेस्टहरू चाहिँ सबै अफिसले तिर्ने भएको कारणले कसैले यहाँ पनि इन्क्लुड, कसैले यहीँ राखेर चाहिँ क्यालकुलेसन गरेको देखिराखेको हुन्छु। नभए यसलाई अदर एक्सपेन्सेसमा लगेर राख्न पनि मिल्छ है। त्यो बेलालाई छोडिदिउँ अहिले, त्यसको केसमा पछि भन्छु। अब यस पछाडि स्यालेरी, यो अफिसले तिर्ने स्यालेरी हो। यो 60,000 अफिसले तिर्ने स्यालेरी हो। यो स्यालेरीसँग नि तल केही हुनसक्छ। अहिले केही पनि भनेको छैन, अहिले केही नगरौँ। स्यालेरीलाई 60,000लाई मात्र सिधा उता लगेर राखौँ। यहाँनिर स्यालेरिज भनेर राखौँ। 60,000 छ, यो 60,000लाई हामी यहाँ राखौँ। स्यालेरी पछाडि
अर्को के छ त भन्दाखेरिमा फर्निचर यहाँ जाँदैन, फर्निचरको केस यहाँ हुँदैन। तर योसँग कुरो के हुन्छ त डिप्रिसिएसन हुनसक्छ क्या। फर्निचरको डिप्रिसिएसन, फर्निचर भनेको एसेट्स, अफिसमा युज हुने एसेट्स हो, त्यसमा भएको डिप्रिसिएसन छ भने चाहिँ हामीले राख्नुपर्ने हुन्छ। जस्तो यहाँ डिप्रिसिएसन अन फर्निचर भने हुनसक्छ, तर अहिले यहाँ पनि त्यो पनि दिएको छ। नत्र यहाँ फर्निचर जस्तो 1 लाख छ, 1 लाखको तलपछि 10% डिप्रिसिएसन भनेर भनिदियो भने 1 लाखको 10% हामी यहाँनिर डिप्रिसिएसन अन फर्निचर भनेर राख्थ्यौँ, अहिले छैन। त्यो पछाडि अर्को के दिएको छ ब्याड डेट। ब्याड डेट भनेको चाहिँ यहाँ जाने के छैन, यो पैसा यो सेलिङको एक्सपेन्सेस हो, म अहिले भनौँला। अर्को यो क्यारेज राख्यो, प्रिपेड इन्सुरेन्स हो, यो इन्सुरेन्स अफिसले गर्ने कुरा हो। प्रिपेड इन्सुरेन्स चाहिँ के अरे एसेट्स हो, प्रिपेड एडभान्समा खर्च गर्यो, इन्सुरेन्सको पैसा 15,000 एडभान्समा तिर्यो, एडभान्समा तिरिसकेपछि एडभान्समा खर्च गरिन्छ भने जहिले पनि के हुन्छ त भन्दाखेरिमा एक्सपेन्स हुन्छ। जस्तो यहाँ के भनेको यसले चाहिँ अलिकति भुल्नु प्रायः चाहिँ यस्तो यसमा प्रिपेडको कुराहरू दिन्छ। जस्तो प्रिपेड भनेर दियो, प्रिपेड इन्सुरेन्स, यसको अर्थ के हो मैले बुझाउन खोजेँ हो। जस्तो प्रिपेड इन्सुरेन्स 15,000 दियो, तल हामीलाई फेरि यहाँनिर के भनेर दियो त भन्दाखेरिमा प्रिपेड इन्सुरेन्स एक्सपायर्ड, यहाँनिर एक्सपायर्ड भयो अरे, कति हजार 10,000 एक्सपायर्ड भयो। यसको अर्थ तिमीले के अरे के बुझ्नु पर्यो त भन्दाखेरिमा 1 लाख के अरे 15,000 को इन्सुरेन्स गरेको थियो, जसमध्येमा एडभान्समा पैसा तिरियो, अथवा 15,000 चाहिँ तिर्नुपर्ने इन्सुरेन्सको पैसा 15,000 चाहिँ एडभान्समा तिरेको थियो। एडभान्समा तिर्नु भनेको त्यो एडभान्स एक्सपेन्सेस भयो, जसमध्येमा चाहिँ त्यसलाई एसेट्स भन्न मिल्यो। अनि जसमध्येमा 10,000 चाहिँ एक्सपायर्ड भइसक्यो, 10,000 बराबरको खर्च भइसक्यो भनेपछि अब बाँकी रहेको कति हजार त हो यो 5,000। यो 5,000लाई चाहिँ हामी फेरि के भन्छौँ एसेट्स, एक्सपायर्ड हुन बाँकी छ नि त, अझै यो 5,000 बराबरको त खर्च भएकै छैन हो। यसमा हामी के गर्ने, यो 10,000 चाहिँ खर्चलाई खर्चको रूपमा मानेर राख्नु पऱ्यो, यसलाई हामी एक्सपेन्सेसकै रूपमा मान्नु पऱ्यो होइन, यसलाई एक्सपेन्सेसमा लगाएर राख्दिने। अझै बाँकी 5,000लाई चाहिँ हामी यसलाई ब्यालेन्स सिटमा आउँदाखेरि एसेट्समा लगाएर राख्छौँ। त्यही कुरा मैले यहाँ जनाउन खोजेको। जहिलेकाहीँ इन्सुरेन्सको भने हुनसक्छ, स्यालेरीको भने हुनसक्छ, जति एक्सपायर्ड भएर बाँकी रहन्छ त्यो एसेट्समा लाने, जति एक्सपायर्ड भएको छ त्यो एक्सपेन्सेस हो, त्यो एक्सपेन्सेसलाई चाहिँ हामी कहाँ राख्छौँ त यो हाम्रो चाहिँ यहाँनिर जेनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस भन्ने ठाउँमा लगेर राख्छौँ। जस्तो यहाँ अहिले हामीलाई प्रिपेड इन्सुरेन्स दियो 15,000, तर हामीलाई तल फेरि प्रिपेड इन्सुरेन्स एक्सपायर्ड भनेर दिएको छ 10,000, त्यो 10,000 चाहिँ हामी यहाँ राख्छौँ। हामी यहाँ के गर्छौँ, प्रिपेड इन्सुरेन्स एक्सपायर्ड, प्रिपेड इन्सुरेन्स एक्सपायर्ड कति एक्सपायर्ड भएको छ त भन्दाखेरिमा 10,000 एक्सपायर्ड भएको छ। यसलाई जति एक्सपायर भएको छ त्यति राखौँ। यसको केस पनि भयो। अब जस्तो यहाँ तलतिर फेरि मेसिनरी दियो, यसको डिप्रिसिएसन छ भने राख्ने, डिप्रिसिएसन केही पनि दिएको छैन, हाम्रो डिप्रिसिएसन कन्डिसन दिएको छैन, क्यास यहाँ जाँदैन, गुडविल जाँदैन, जति पनि के अरे खर्चहरू छन् हामीले अहिले सबै एक्सपेन्सेसहरू मात्रै राख्छौँ। एक्सपेन्सेसहरू डेबिट साइडमा मात्रै हेर्दा हुन्छ, क्रेडिट साइडमा हेर्नु पर्दैन। भनेको अपरेटिङभित्र जाने जेनरल एडमिनिस्ट्रेटिभ एक्सपेन्सेसभित्र चाहिँ एउटा रेन्ट गयो, स्यालेरी गयो, प्रिपेड इन्सुरेन्स एक्सपायर्ड मात्रै गयो, अफिसमा जाने कुराहरू। अब यसलाई हामी के गर्छौँ, यसलाई सबैलाई एड गर्छौँ। यो एड गरेको अमाउन्टलाई भन्छौँ टोटल, यसलाई भन्छौँ हामी टोटल जेनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस भन्छौँ। टोटल जेनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस भनेर भन्छौँ। यसलाई हामी यसको यहीँ टोटल गरेर यहीँ राख्छौँ यसको, ठिक छ। जस्तो 60, 30, 90, 90, 10 भनेपछि 1 लाख भयो। यो 1 लाखलाई हामी यहाँ राख्छौँ। यो जेनरल एडमिनिस्ट्रेटिभ यो भनेको अफिसमा लाने खर्च यति रहेछ, 1 लाख राख्छ। अब अपरेटिङ एक्सपेन्सभित्र अर्को पर्छ बी नम्बरमा, यसलाई हामी भन्छौँ सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस, सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस। बिक्री वितरण खर्चहरू हुन् क्या है, भनेको अफिसभन्दा बाहेकका व्यापारको बेच्दाखेरि पनि लाने खर्चहरू हुन्छन्। यसमा जाने भनेको यस्तो यो ब्याड डे भयो क्या, जस्तो हामीले उधारोमा बेचेको थियो त्यो चाहिँ खाएर भाग्थ्यो अथवा नउठ्ने भयो, नउठ्ने पैसाको कन्डिसनलाई चाहिँ हामी के भन्छौँ सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेसको रूपमा राख्छौँ। यो 10,000 दिएको छ हामीलाई हो, यो 10,000 चाहिँ यहाँ राख्नु पर्यो सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस, सेलिङ एन्ड डिस्ट्रिब्युसन यसरी यहाँ मैले सेलिङ एन्ड डिस्ट्रिब्युसन राखेको छु। यसलाई के भनिन्छ ब्याड डेट है, ब्याड डेट चाहिँ राख्ने, ब्याड डेट भनेर राख्ने। ब्याड डेट भनेको खराब कर्जा पनि भनिन्छ, 10,000 हो। यो ब्याड डेटलाई हामीले कहाँ राख्नु पऱ्यो, यहाँनिर 10,000
है। यो एड डेभ राख्यो 10,000। अब अरू के छ त हामी यहाँ जाने भनेको भन्दाखेरिमा सेल्सका खर्चहरू लगभग सबै कुराहरू राखिसक्यो। जस्तो यहाँ कमिसनहरू दिएको छ अथवा चाहिँ डिस्काउन्टहरू दिएको छ भने त्यस्ता कन्डिसनहरूलाई पनि हामी यहाँनिर इन्क्लुड गर्छौँ। सेल्सम्यान कमिसन, सेल्सम्यान स्यालेरी, डिस्काउन्टहरूका कन्डिसन आयो भने हामीले यहाँ राख्छौँ। ब्याड डेभ अहिले हामीलाई ब्याड डेभ मात्रै दिएको छ। अब यसैलाई नै हामी टोटल गरौँ। यो टोटललाई हामी के भन्छौँ त भन्दाखेरिमा यसलाई भन्छौँ टोटल सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस भनेर भन्छौँ। यसलाई टोटल गर्छौँ। यसको टोटल कति भयो त 10,000 हो। 10,000लाई हामी यहाँ राख्छौँ। अब चाहिँ हामी के गर्ने त भन्दाखेरिमा यो दुईटै जस्तो अपरेटिङ एक्सपेन्सेसभित्र जेनरल एडमिनिस्ट्रेटिभ र सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस हामीले निकाल्यौँ। अफिसमा लाग्ने खर्च 1 लाख, सेल्स खाता लाग्ने खर्च 10,000। यो दुईटै जोड्यो भने अब टोटल अपरेटिङ एक्सपेन्सेस आउँछ क्या। यसलाई भन्छौँ टोटल अपरेटिङ एक्सपेन्सेस। यसलाई चाहिँ अब टोटल गरेर हामी यता राख्छौँ ल। जस्तो 1 लाख र 10,000 एड गरेर हामी यसलाई 1,10,000 गरेर हामी यहाँ राख्छौँ। अब लास्ट एउटा यहाँनिर गर्न बाँकी के रह्यो त भन्दाखेरिमा जस्तो हामी ग्रस प्रफिट निकाल्यौँ नि यहाँनिर 1,75,000 हो। यो 1,75,000मा यो अपरेटिङ एक्सपेन्सेस हामीले लेस गरे हो। ग्रस प्रफिटमा अपरेटिङ एक्सपेन्सेस लेस गरेको कारणले 1,75,000मा 1,10,000 हामी लेस गर्छौँ। यो लेस गरेर आएको अमाउन्टलाई चाहिँ हामी टोटल रेभेन्यू फ्रम अपरेसन भन्छौँ। टोटल रेभेन्यू फ्रम अपरेसन। टोटल रेभेन्यू फ्रम अपरेसन भनेर भन्छौँ। जस्तो 1,75,000बाट 10,000 घटाउँछौँ। त्यो घटाउँदाखेरि आउँछ कति 65,000। 65,000लाई हामी टोटल रेभेन्यू फ्रम अपरेसन भनेर भन्छौँ है। अब यसमा हामी के गर्छौँ अब लास्ट एउटा गर्न बाँकी छ। अदर इन्कम र अदर एक्सपेन्सेसलाई हामीले एडलेस गर्छौँ। अनि हेर हामी गर्छौँ। यतापट्टि म फर्मेट बनाउँछु अनि हेरौँ यता। यो रेभेन्यू फ्रम अपरेसन 65,000 आयो। अब हामी यतापट्टि हामी के गर्छौँ त भन्दाखेरिमा यसमा एक्स्ट्रा काम गर्छौँ। एड अदर इन्कम। अदर इन्कमलाई हामी के गर्छौँ एड गर्छौँ। यो अदर इन्कममा के जान्छ त भन्दाखेरिमा अदर इन्कममा यसरी फ्याट्ट भन्दाखेरि जस्तो प्रफिट एन्ड लस अकाउन्ट बनाउँदाखेरि हामी क्रेडिट साइडमा जे राख्छौँ त्यो सबै कुराहरू जान्छन् अथवा इन्डाइरेक्ट इन्कमहरू यहाँ जान्छन् अदर इन्कमभित्र। जस्तो मेन इन्कमको सोर्स त हाम्रो सेल्स रेभेन्यू हो। जे हो मेन इन्कमको सोर्स त्यसलाई डाइरेक्ट इन्कम भनेर भन्छौँ। सेल्स राखिहाल्ने। त्योभन्दा बाहेकका इन्कमहरू जति पनि छन् त्यो हामी सधैँ अदर इन्कममा राख्छौँ। इन्कमहरू सबै हामी क्रेडिट साइडमा हुने भएको कारणले क्रेडिट साइडमा मात्रै हेर्छौँ। जस्तो सेयर क्यापिटल यहाँ होइन, जस्तो ब्याङ्क लोन होइन, कमिसन हो। यो कमिसन भनेको चाहिँ के हो त इन्कम हो क्या, अदर इन्कम हो। यो 20,000लाई हामी यहाँ ल्याएर राख्छौँ। जस्तो हामी यहाँ के भनेर राख्छौँ त भन्दा कमिसन भनेर राख्छौँ क्या। कमिसन यो रेभेन्यू हो क्या कमिसन। यो 20,000लाई हामी यहाँनिर लगेर राख्छौँ। 20,000 यहीँ यसरी कमिसन। अरू पनि थियो भने यहाँ क्यालकुलेसन गरेर फाइनल उत्तर राख्छौँ। एउटा मात्रै कमिसन दिएको छ इन्कम। जस्तो यहाँ प्रफिट एन्ड लस अकाउन्ट दिएको छ यो यसमा जाने टर्म होइन। एउटा मात्र इन्कम रहेछ यहाँनिर अदर इन्कम कमिसन रहेछ। यसलाई यहाँ राखौँ। अब हामी यसमै के गर्छौँ लेस अदर एक्सपेन्सेस। लेस अदर एक्सपेन्सेस। अदर एक्सपेन्सेसलाई हामी के गर्छौँ लेस गर्छौँ। अदर एक्सपेन्सेस भनेको जस्तो अघि एउटा हामीलेमा राखेको छैनौँ जस्तो ब्याङ्क लोन। यो हुन चाहिँ कहिलेकाहीँ मैले अघि पनि भने कहिलेकाहीँ यो अफिस अथवा जेनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस अथवा अफिस एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेसभित्र लगेर राखेको देखिन्छ कहिलेकाहीँ कसैले। तर यसलाई जता राख्दा पनि हुने अवस्था छ। जस्तो यहाँ के भनेको जस्तो इन्ट्रेस्ट एन्ड ब्याङ्क लोन भनेर यहाँ दिएको छ। जस्तो यहाँ हेर्नु है यसमा पनि अलिकति झुक्काइदिन्छ यहाँनिर। जस्तो इन्ट्रेस्ट एन्ड ब्याङ्क लोनको अर्थ यहाँ के हो त भन्दाखेरिमा जस्तो 10,000 हामीले तिरेको 10,000 ब्याज तिरेको रहेछ। तर फेरि यहाँ हामीलाई के दियो 10% ब्याङ्क लोन भनेर 1,50,000 दियो। भनेको अर्थ जस्तो हामीले 1,50,000 लोन लिएको रहेछौँ 10% ब्याज दरले। इन्ट्रेस्ट रेट हाम्रो 10% छ भनेको हामीले तिर्नुपर्ने कति हो। अब हामीले तिर्नुपर्ने ब्याज कति हो 1,50,000को 10%। 1,50,000को 10% गर्दाखेरि 10% गर्दाखेरि हामीले बुझाउनु पर्ने ब्याज कति हो 15,000 हो। कति अरे
हामीले बुझाउनु पर्ने ब्याज 15,000, जसमध्येमा यतापट्टि दिएको जति जुन इन्ट्रेस्ट छ नि यो 10,000, यो चाहिँ हामीले बुझाएको ब्याज हो। बुझाउनु पर्ने 15,000, जसमध्येमा 10,000 चाहिँ बुझाइसकेछ। 10,000 चाहिँ बुझाइसक्यो। कसरी थाहा भयो 10,000 बुझाएको? यहाँ इन्ट्रेस्ट अन ब्याङ्क लोन भनेर दिएको कारणले यो 10,000 बुझाइसक्यो भन्ने बुझ्नु पऱ्यो। बुझाउनु पर्ने 15,000, बुझायो 10,000, अझै 5,000 बुझाउन बाँकी छ नि। हो, यो 5,000लाई हामीले के गर्ने? एडजस्ट गर्ने। बुझाउन बाँकी भनेको ड्यू इन्ट्रेस्ट अन एक्सपेन्सेस अथवा आउटस्ट्यान्डिङ इन्ट्रेस्ट अन एक्सपेन्सेस, के अरे इन्ट्रेस्ट अन ब्याङ्क लोन भनेर हामीले के गर्नु पऱ्यो? यसलाई सेटल गर्नु पऱ्यो। भनेको अर्थ के हो त भन्दाखेरिमा यहाँनिर यसमा हिडन एडजस्टमेन्ट छ भन्ने कुरो बुझ्नुपर्छ क्या। यस्तो पर्सेन्टेज आयो भने चाहिँ हामीले यो फाइनल काउन्ट गर्दाखेरि हिडन एडजस्टमेन्ट छ। जसरी यसलाई कसरी एडजस्ट गरिन्छ त भन्दाखेरिमा जस्तो इन्ट्रेस्ट अन ब्याङ्क लोन लेखेँ मैले। अब यहाँ के गर्ने? जस्तो इन्ट्रेस्ट अन ब्याङ्क लोन यो 10,000 पहिला यहाँ लेख्ने र 5,000 बुझाउन बाँकी छ। यो 5,000 त बुझाउन बाँकी छ, मैले यसरी क्यालकुलेसन गरेर देखाएँ। हो, यो बुझाउन बाँकीलाई हामी के गर्छौँ? यसलाई एड आउटस्ट्यान्डिङ इन्ट्रेस्ट अन ब्याङ्क लोन, यो 5,000लाई एड गरेर फाइनल अमाउन्टलाई हामी कहाँ राख्छौँ? अब यो सिङ्गल छ, यसलाई सिधै लगेर 15,000 यता लेख्दै हुन्छ, उता लेख्नु पर्दैन। एउटा मात्रै छ अदर एक्सपेन्सेस है, एउटा मात्रै छ इन्ट्रेस्ट अन ब्याङ्क लोन भनेर 10,000 र 5,000। यो कसरी आएको 5,000 बुझ्नु भने होइन, जस्तो 15,000 हामीले ब्याज बुझाउनु पर्ने, त्यो भनेको कसरी थाहा भयो? यहाँ हामीलाई 10% ब्याङ्क लोन भनेर दिएको छ 1,50,000, 1,50,000को 10% 15,000 हुन्छ। 15,000 ब्याज बुझाउनु पर्नेमा 10,000 बुझाइसकेको भनेको यहाँबाट थाहा भयो। 10,000 बुझाइसकेको, अझै 5,000 बुझाउन बाँकी छ भनेको अब यो 5,000लाई चाहिँ हामी यसरी एडजस्ट गर्छौँ। इन्ट्रेस्ट अन ब्याङ्क लोन 10,000, आउटस्ट्यान्डिङ इन्ट्रेस्ट अन ब्याङ्क लोन भनेर 15,000 हो। यो हामीले पछि चाहिँ हामीले ब्यालेन्स सिट बनाउँदाखेरि यसलाई पनि हामीले लगेर राख्नुपर्ने हुन्छ क्या ब्यालेन्स सिटमा। यो चाहिँ एकदमै इम्पोर्टेन्ट है। फाइनल अकाउन्ट यो मल्टी स्टेप गर्दाखेरि चाहिँ मल्टी स्टेप र फाइनल अकाउन्ट दुइटैमा यस्ता कुराहरू झुक्याउनलाई दिएको हुन्छ कहिलेकाहीँ। ठिक छ। अब अरू हाम्रो एक्सपेन्सेसहरू के छन् राख्नुपर्ने भन्दाखेरि यो पनि राख्यो, लगभग सबै राख्यो। यसरी गरेको कुरालाई टिक लगाउने। ओपनिङ स्टक राख्यो, पर्चेज राख्यो, रेन्ट राख्यो, ब्याङ्क लोन राख्यो, स्यालेरी राख्यो, ब्याड डेट राख्यो, क्यारेज राख्यो, प्रिपेड इन्सुरेन्सको एक्सपायर राख्यो, यो तलको होइन। यतापट्टि इन्कमहरू हामीले यहाँ सेल्स र कमिसन राख्यो। तलको कुरा नि लगभग क्लोजिङ स्टक राख्यो, आउटस्ट्यान्डिङ वेजेस राख्यो, प्रिपेड इन्सुरेन्स राख्यो, एउटा राख्न बाँकी छ प्रोभिजन फर ट्याक्स हो। यो कुरालाई अब चाहिँ यसलाई पनि राख्छौँ। जस्तो अब यसमा हामी के गर्छौँ? यो एक्सपेन्सेस भएको कारणले यसलाई हामी के गरौँ? लेस गरौँ। यसलाई हामी के गरौँ त? लेस गरौँ। कसरी गर्ने भन्दाखेरिमा जस्तो हामीले यहाँ टोटल रेभेन्यू फ्रम अपरेसन भनेर 65,000 राखेका छौँ। 65,000मा अदर इन्कम 20,000 जोड्ने अनि एक्सपेन्सेस 5,000 घटाइदिने। जस्तो 65,000मा 20,000 एड गरेर 15,000 चाहिँ लेस गर्दाखेरि जति आउँछ त्यो आएको फाइनल अमाउन्टलाई हामी के भन्छौँ त भन्छ भने त्यो फाइनल अमाउन्टलाई चाहिँ नेट इन्कम अथवा प्रफिट बिफोर ट्याक्स, नेट प्रफिट बिफोर ट्याक्स। जस्तो 1,65,000मा 20,000 जोडेर 15,000 घटाउँदा कति आउँछ भनेको यहाँ 5,000 एक्स्ट्रा जोड्यो भने चाहिँ यहाँ 70 आउँछ। 65,000मा 20,000 जोडेर 15,000 घटायो भने 70,000 आयो। अब यसमा फेरि लेस बिफोर ट्याक्स आएपछि अब आफ्टर ट्याक्स निकाल्नलाई ट्याक्स घटाउँछौँ। लेस प्रोभिजन फर ट्याक्स। प्रोभिजन फर ट्याक्स कति दिएको छ? हामीलाई यहाँ दिएको छ क्वेसनमा प्रोभिजन फर ट्याक्स 10,000 दिएको छ। अहिले हामीलाई सिधै 10,000 दियो, कहिलेकाहीँ पर्सेन्टेजमा दिन्छ। प्रोभिजन फर ट्याक्स 20% अथवा 5%, 10%, 20% जति भन्ने पनि त्यो चाहिँ हामी कहाँबाट निकाल्नु? पर्सेन्टेज निकाल्नु भने यहाँ 70,000। 70,000को 10% भन्यो भने यहाँ 7,000 लेस गरेर राख्नु पऱ्यो। 5% भन्यो भने त्यही अनुसारको यहाँ लेस गरेर राख्नु पऱ्यो है 3500। अब यहाँ हेरेर त अहिले चाहिँ के गरेको छ? 10% हामीलाई सिधै प्रोभिजन फर ट्याक्स 10,000 यहाँ दिएको छ। 10,000लाई हामी यहाँ के गर्नु पऱ्यो? लेस गरेर राख्नु पऱ्यो। यहाँ 10,000लाई हामी यहाँ लेस गर्छौँ र यसमा एउटाको फाइनल अमाउन्टलाई चाहिँ हामी के भन्छौँ त भन्ने नेट प्रफिट आफ्टर ट्याक्स गरेर यसको चट्ट फाइनल 60,000 यसो गर्छौँ। अनि यसलाई हामी के गर्छौँ? चट्ट यसको फर्मेट क्लोज गर्छौँ।
पेन्सिलले गर्नुपर्ने हो। यसलाई फर्मुला क्लोज मैले अहिले यत्तिकै गर्दै यसलाई भन्छ नेट प्रफिट आफ्टर ट्याक्स 60,000 आयो हाम्रो। अब चाहिँ म यसको क्लासिफिकेसन अफ ब्यालेन्स सिट पनि बनाएर देखाउँछु। अहिले मैले इन्कम स्टेटमेन्ट बनाएँ, क्लासिफिकेसन अफ ब्यालेन्स सिट पनि यसमा आवश्यक पर्ने भएको कारणले है हामीले इक्जाममा गर्दाखेरि चाहिँ यति यहाँबाट यति गरेको भनेको 4 मार्क्स आयो। अब ब्यालेन्स सिट गर्दाखेरि 4 मार्क्स आउँछ। यो ब्यालेन्स सिट चाहिँ म नेक्स्ट भिडियो बनाउँछु। अहिले यो भिडियो अलि लामो भएको कारणले नेक्स्ट भिडियोमा बनाउँछु। नेक्स्ट भिडियो पनि हेर्नु।